हेलो गाइज वेलकम छ है सबैजनालाई मेरो नयाँ भ्लगमा। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। अनि म चाहिँ आज टरेलतिर यसो घुम्दैछु यहाँनिर हल्का फुल्का। अनि मेरो यो चाहिँ गाउँ त नभनौँ घर मासतिर छ। यता चाहिँ बारीहरू छ, हेरौँ बारीहरू चाहिँ यही हो। टक्क लाएर अहिले चाहिँ हाम्रो यतातिर खेती लगाइँदैछ, कोदोहरू फुलिरहेछ नि हैन। ट्याक्क त्यो कालिन्चोको डाँडो उता सैलुङको डाँडो दुईतिरको बिचमा छ है हाम्रो घर चाहिँ। अनि म चाहिँ घर जाँदैछु। यहाँ चाहिँ मेरो सुरुकै भ्लगमा सर्प मारेर राखेर चाहिँ कसले हैट सर्प गाइज, तर कसले मारेर राखेर रहेछ यहाँ अङ्कलले कसले भनेर भन्दै थिए। धेरै डर लाग्दछ। ठिक छ होइन, ट्याक्क लाएर घर जाँदैछु म चाहिँ। यो चाहिँ मेरो आमाको घर हो, हजुरआमाको घर। त्यो हाम्रो बाख्रा भैँसीको गोठ यो साथीको, ऊ त्यो माथिको चाहिँ हाम्रो ट्याक्क। अनि म चाहिँ अहिले घर जाँदैछु। त्यो त टरेलतिर घुमेर आएको कि म चाहिँ। आमा हुनुहुन्छ के गर्ने, आमा आमा हुन्न रहेछ गाडी। ट्याक्क हाम्रो चाहिँ यहाँ बाख्रा भैँसी छ होइन, ट्याक्क जन्मै छ बाख्रा भैँसी ट्याक्क छ। बुङ्गुर छ यहाँ, खतरा किसान हो नि त। ओए अनुहार देखाएछ म चाहिँ, ओइ खतरा छ नि त फेरि। ट्याक्क जुन लागेछ हौ त्यहाँ जुन। के बोल्ने, नयाँ भ्लगमा बोल्न गाह्रो रहेछ। आमा सन्चै हुनुहुन्छ? यहाँ सबैजनाले नमस्कार भनिदिनु त। नमस्ते छ भनिदिनु। सबैलाई नमस्ते छ। हात जोड्नु पऱ्यो नि। नमस्ते छ आफ्नै जारी नमस्ते छ अरे उताबाट नि बोले सुन्नु न। नमस्ते छ भने त नमस्ते छ भयो। आमा फेरि खतरा नि त होइन। आमा बिरामी हुनुहुन्छ आमा चाहिँ। सो गाइस इसाक यहाँ भाइ यहाँ आऊ। बुबा नि नमस्कार भनिदिनु। मेरो नयाँ भ्लग हो क्या, नमस्कार भनिदिनु न प्लिज। मेरो लागि त भनिदिनु, नमस्कार भनिदिनु। आमा फकाएर भयो नि भन्न लगाउनु। भनिदिनु एकचोटि चुप्पा खाएर भनिदियो नमस्कार भनिदिनु। त नमस्कार भन्। नमस्ते दादा। मलाई होइन, नमस्ते सम्पूर्णमा नमस्ते भनिदियो। बुवा नमस्कार भनिदिनु न। ए भनिदिनु। आमा तैँले आजबाट भ्लगिङ स्टार्ट गर्दैछस्, राम्रोसँग गर्नु, धेरै 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 फलोवर्स कमाउनु, धेरैजनाको माया पाउनु भनिदिनु। यहाँनिर भनिदिनु। यसरी भिडियो बनायो भने सबैले चिन्नुहुन्छ कि हामीलाई है नि। आजबाट भ्लगिङ स्टार्ट गर्दैछस्,
भरनी आजबाट 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 ब्लगिङ भर्दिन ब्लग 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 ब्लक ब्लग आउँदै आउँदैन के भन्ने त अब भिडियो 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 जस्तै स्टार्ट गर्दैछस् भिडियो जस्तै स्टार गर्दैछ सबैजनाको माया पाउनु सबैजनाको माया पाउनु राम्रो गर्दै जानु राम्रो गर्दै जानु अनि यो आशीर्वाद त तपाईँले दिनु पर्यो नि त मैले सिकाएर हुन्छ त नि अनि अनि सिकाइ त बनिहाल्यो नि आशीर्वादको दिनुभयो ठिक छ टेम्पो लडेर बाइकले गाडीले खिचेर 1000 जति मान्छे जम्मा भएछन् टेम्पो कहिले हिजो छेउपट्टि टेम्पो कहाँनिरबाट चरियाङ भन्नु है त्यो पार्टी खोला कहाँ त्यो खोलानिर झऱ्यो क्या भित्तापट्टि जम्मै भएको छ गाडीले हालेर ए के मान्छे मरि नै मान्छे त खमारेन छन् अनि त्यस्तै सजिलो त्यसो लगाउनु त्यस्तो दिन आएपछि 1 लाखको सामान किने ल गाइस यो चाहिँ रुम हो आजलाई यति नै भन्न चाहन्छु म चाहिँ अब होइन पछि अब राम्रो गर्दै जाउँला सक्दो सकेको मिहिनेत चाहिँ म गर्नेछु अनि आजको लागि चाहिँ यति भन्दै ब्लगबाट बिदा चाहन्छु हस् सबैजना आरामै बस्नु होला दसैँ तिहारको शुभकामना छ सम्पूर्ण मेरा दिदीभाइ दाजुबहिनी सम्पूर्ण विदेश हुनुभएका मेरो सम्पूर्णमा दसैँ तिहारको बधाई छ अहिले